पब्लिक सर्भिस कमिसन अफ वेस्ट बेङ्गल यानी कि पिएससी को तर्फबाट मिसेलेनियस सर्भिसेस रिक्रुटमेन्टको अलरेडी नोटिफिकेसन आइसकेको छ। अनि यो मिसेलेनियस सर्भिस रिक्रुटमेन्टमा तपाईँलाई कुन कुन पोस्टहरू दिइनेछ भन्नुपर्दाखेरि मल्टिपल ग्रुप बी अनि ग्रुप सी को पोस्टहरू रहनेछ। वेलफेयर अफिसर, रेभिन्यू इन्स्पेक्टर अनि अडिटर, त्यस्तै प्रकारले चाइल्ड डेभलपमेन्ट अफिसर अनि डिजास्टर म्यानेजमेन्ट अफिसर, ब्लक युथ अफिसर, वेलफेयर अफिसर, त्यस्तै थुप्रै प्रकारको यहाँ तपाईँले पोस्टहरू प्राप्त गर्न सक्नुहुनेछ। एप्लिकेसन अलरेडी स्टार्ट भइसकेको छ। 30 तारिक अप्रिल 2026मा यो तपाईँको एप्लिकेसन स्टार्ट भइसकेको छ भने लास्ट डेट तपाईँको 20 मे 2026 रहेको छ। र तपाईँको लागि एडिटिङ विन्डो ओपन रहनेछ। 22 देखि लिएर 28 मेसम्म तपाईँको लागि कुनै तपाईँले फर्ममा भुलचुक गर्नुभयो भने तपाईँको लागि एडिटिङको लागि विन्डो ओपन रहनेछ। एलिजिबिलिटी क्राइटेरियामा तपाईँलाई क्वालिफिकेसन कति मागिएको छ भन्नुपर्दाखेरि ग्रेजुएट इन एनी डिसिप्लिन मागिएको छ। तपाईँले स्नातक यानी कि ग्रेजुएट गर्नुभएको छ कुनै पनि सब्जेक्टमा भने तपाईँ एलिजिबल हुनुहुन्छ अप्लाई गर्नको लागि। र यहाँनिर तपाईँलाई बेङ्गाली ल्याङ्ग्वेज रिक्वायर्ड भनेर भनिएको छ, एक्सेप्ट नेपाली क्यान्डिडेट भनेर भनिएको छ। र हाम्रो पहाडको क्यान्डिडेटलाई यो ल्याङ्ग्वेज म्यान्डेटरी रहेको छैन। बङ्गाली ल्याङ्ग्वेज बोल्नै पर्छ भन्ने यहाँनिर म्यान्डेटरी रहेको छैन। र यहाँनिर तपाईँलाई एज लिमिट भन्नुपर्दाखेरि 20 देखिको लिएर 39 इयर्ससम्म रहेको छ। किनकि यहाँनिर रिल्याक्सेसन तपाईँले पाउनुहुनेछ। एससी एसटीले 5 इयर्सको रिल्याक्सेसन पाउनुहुनेछ भने ओबिसीले 3 इयर्सको एज रिल्याक्सेसन पाउनुहुनेछ। र पिडब्ल्युडी फिजिकली च्यालेन्ज क्यान्डिडेटले अप टु 45 इयर्ससम्म तपाईँले अप्लाई गर्न सक्नुहुनेछ। र त्यस्तै प्रकारले यहाँनिर तपाईँलाई स्यालेरी भन्नुपर्दाखेरि लेभल 10 को तपाईँले स्यालेरी पाउनुहुन्छ। स्टार्टिङमा 32,100 हुन्छ भने तपाईँको स्यालेरी प्याकेज चाहिँ तपाईँको 82,900सम्म तपाईँको स्यालेरी प्याकेज पुग्नेछ। र लेभल 9 को पनि यहाँनिर मेन्सन गरिएको छ। र लेभल 9 मा तपाईँले 28,900 टु 74,500सम्म तपाईँको स्यालेरी प्याकेज रहनेछ। बेस्ड अन तपाईँको पोजिसन हिसाबले तपाईँले यो स्यालेरी प्राप्त गर्न सक्नुहुनेछ। र स्यालेरी यहाँनिर सेलेक्सन प्रोसेस कस्तो रहेको छ भन्नुपर्दाखेरि तपाईँको पिलग्रिम्सको तपाईँको एमसिक्यू स्क्रिनिङ रहनेछ, नेगेटिभ मार्किङ त्यसमा रहनेछ। र त्यसको बादमा तपाईँले पिलग्रिम्स तपाईँले पार गर्नुभयो भने, पास गर्नुभयो भने तपाईँले मेन्सको लागि तपाईँ रिटन एक्जाम बस्नुपर्नेछ। त्यसपछि तपाईँलाई इन्टरभ्यू कल गरिनेछ। र यहाँनिर फर्म फिलअपको लागि तपाईँलाई 160 रुपिस लिइरहेको छ जेनरल अनि ओबिसी क्यान्डिडेटलाई भने एससी एसटी अनि पिडब्ल्युडी क्यान्डिडेटलाई यहाँनिर फ्री रहेको छ। र इम्पोर्टेन्ट पोइन्ट्सहरू के रहेको छ भन्नुपर्दाखेरि एप्लिकेसन तपाईँले अनलाइन गर्नुपर्नेछ। र पिलग्रिम्स एक्जाम जुन रहनेछ त्यो चाहिँ तपाईँको यहाँनिर पिलग्रिम्स मार्क्स नट काउन्टेड इन फाइनल मेरिट लिस्ट भनेको छ। पिलग्रिम्सको जुन तपाईँको मार्क्स रहनेछ त्यो फाइनल मेरिट लिस्टमा एड गरिने छैन भनेर भनिएको छ। र क्यारी भ्यालिड आइडी इन एक्जामिनेसन भनेको छ। नो मोबाइल फोन्स अलाउड भनेर पनि यहाँनिर तपाईँलाई बताइएको छ। र यो खुबै इम्पोर्टेन्ट नोटिफिकेसन रहेको छ। यो अफिसियल नोटिफिकेसन डाउनलोड गर्ने लिङ्क अनि एप्लिकेसन गर्ने लिङ्क तपाईँलाई म प्रोभाइड गर्नेछु। तपाईँले फेसबुकमा हेरिराख्नु भएको छ भने कमेन्टमा प्रोभाइड गर्नेछु, अनि तपाईँले युट्युबमा हेरिराख्नु भएको छ भने डिस्क्रिप्सनमा तपाईँले पाउनुहुनेछ। र यस्तै प्रकारको कन्टेन्टहरूको लागि तपाईँले करियर गुरु हिल्सलाई सब्सक्राइब गरेर राख्नुहोला। र अन्तमा यो भिडियो ज्यादा से ज्यादा सेयर गर्न पनि नभुल्नुहोला।